बहिनी म चाहिँ भने तेरो लागि कमाउने, त चाहिँ भने अरूसँगै रमाउने। ऊ अरू होइन, ऊ मेरो बोयफ्रेन्ड हो। दिदीको अगाडि बोयफ्रेन्ड हो भन्न तँलाई लाज लाग्दैन? लाज लाग्ने भएको भए त लभै गर्दिन थिइन् नि। त किन बोलेको? अब म नबोली बसेँ भने त कस्तो लाटो केटो पटाइछे भन्नुहुन्छ होला भनेर बोलेको नि। ओइ मेरो बहिनीको हात छोड। मैले समातेको छु र? ओइ बहिनी यसको हात छोड। नाइ छोड्दिन। यसको हात छोड भनेको। दिदी तपाईले किन उसलाई हान्नु भएको? ए अब मैले तँलाई फ्ल्यासब्याक बताउनु पर्ने भयो नि त। मैले एउटी केटी पट्याएको छु। त्यो केटीलाई म अब भिडियो कलमा नङ्ग्याउँछु अनि ब्ल्याकमेल गरेर पैसा मालामाल कमाउँछु। तँलाई धोकेबाज, मायाको नाममा व्यापारी। तिमीहरू जस्तो केटाहरूले गर्दा हो हामी जस्तो सोझी केटीहरू बर्बाद हुने। म भने तँलाई मनदेखि माया गर्थे, त भने स्वार्थी रहेछस्, धोकेबाज रहेछस्। हिँड बहिनी, यस्तासँग के कुरा गर। आइज। माया मात्र होइन, ख्याल पनि गरौँ। मायाले जिन्दगी नै घाम छाया भएको पत्तै हुँदैन। नङ्ग्याउनेहरूसँग सम्बन्ध टुङ्ग्याउने पो हो कि